हेलो साथीहरु, ह्यापी न्यू इयर। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ न्यू इयर, हामी चाहिँ कतै घुम्न जान लागेको छौँ। तर कहाँ हो भनेपछि अहिले पछि हामी तपाईहरुलाई देखाउने छौँ। हामी चाहिँ अलिकति हिँड्दिउँ न हैन, हामी चाहिँ चितवनको बासी हो हैन। अब चितवनको बासी भएपछि प्लेस कहाँ होला भन्ने गेस गर्दै त्यही जान्छ गाइस। दुखाउँदा नि त्यही, हाँस्दा पनि त्यही, खुसी हुँदा पनि त्यही, जे गर्दा पनि त्यही। ल अब हामी चाहिँ निस्किन्छौँ रेडी भएर। ड्राइभिङ जान लागेको त भन्नु न यार। सरी हामी चाहिँ आज ड्राई पिकनिक जान लागेको हो। अब चाहिँ उतै गएर भेटौँला। बाई गाइस। हामी चाहिँ भर्खर आइपुग्यौँ है साथीहरु। यहाँ मान्छेहरू पुरा कसरी झर्ने हो कि कस्तो हो एकछिन रोक न। ए अब यहाँ मान्छेहरूको रियाक्सन हेर घुम्नलाई के छ ह्यापी न्यू इयर। सेम टु यु। यस्तो ढिला आउने मान्छे दिदी के छ आन्टीहरू सबैजनालाई ल। कति बिडी चाहिँ भिड रहेछ आमा जता के उहाँ कसरी पुग्यो त मान्छे, उहाँ कसरी पुग्यो त होइन। कति बिदी चाहिँ मान्छे आउँदो रहेछ हो जता पनि। आमा हेर्नु न यहाँ साथीहरू। मामा हो म बिहोस भए बिहोसमा किन हो साइलेन्ट वा रमाइलो भएन के हो र किन काम भयो ह्यापी न्यू इयर। अहिले चाहिँ साथीहरू होइन 3 बजे बल्ल खुल्दो रहेछ यो यहाँ चाहिँ गेट लागे कि यताबाट यता जान यता पारी जानलाई चाहिँ गेट लाग्यो। अब 3 बजे खुल्छ अरे। हामी चाहिँ 3 बजेको वेटिङमा छौँ। 3 बजेको अहिले उता गएपछि भेटौँ है। अब गीत बजाएर नाच्नुपर्छ एकछिन। माइजी चाहिँ पुरा फिलमा हामीहरू चाहिँ यसो भिड हेर्न जानु लाग्यो है साथीहरू। बस्दा दिक्क लागेर भिड हेर्न जानु लाग्यो। अच्छा ठीक है। के बिदी चाहिँ हो एक गतेको दिन अलि चाँडै खुल्दै भए हुन्थ्यो साथीहरू। के गर्नु त्यही त नि लाउ न अलि ऊ पुऱ्याइदिनु पर्यो। अब हाम्रो पावर छैन। पावर भएको मान्छेहरू गइसक्यो साथीहरू। के बिदी भिड हो आमा तेरिका जताततै छ त मान्छेहरू। कता जानुभयो उतातिर कल धारा थियो कि यता त्यही हेर्नु कति लाइन हेर्नु त त्यहाँ। अनि के बिदी लाइन यसो जाने गेट खोल्नुको प्रतीक्षामा सबैजना आतुर हुनुहुन्छ। मैं जानता हूँ आपको कितनी दिक्कतें आई है। कहिले खुल्ने हो कुनी, कहिले खुल्ने हो गेट, कहिले खुल्ने। अल्छी लागिसक्यो हो, अल्छी लागिसक्यो। 3:30 हुनु पनि कहिले कति जाँदै जाँदैन त 3:30 हुँदैन हो। थकाइ लाग्यो साथीहरू, थकाइ लाग्यो। ल उहाँ हुनुहुन्छ हाम्रो टोलीहरू चाहिँ कुर्दै फेरि। आयो ल पुरा झुन्डेर पस्नु भयो है, पस्नु भयो कुर्दै फेरि। मरना तेरे को डर नहीं लगता?
दिदी यहाँ फेरि अब सौरा निकाला हुन्छ भने दिदी यहाँ पुरै फ्रस्ट्रेसनमा पुगिसक्नु भयो सौरा निकाला हुन्छ भनेर के हो न्यू इयरको दिनमा त छिटो खोलिदिएको भयो हुन्थ्यो के अरे खै खोल्दैनन् अच्छी बात कही आप पावरवाला मान्छेहरू चाहिँ पुगिसके साथीहरू हेर्नु पावरवाला मान्छेहरू चाहिँ पुगिसके हामी पावर न जिरोवाला अनपावर जिरोवाला मान्छे चाहिँ हामी यहीँ छौँ पुरेर बस्नु पर्यो के हो यार नेपालको हामी कहिले सुध्रिने कहिले अयो जेमा पनि सोर्स फोर्स लगाउनु पर्ने गाह्रो ल अब खुलेपछि हामी जानेवाला छौँ साथीहरू हेलो आयो नियम विपरीत गरेर छिरिसक्नु भयो हामी चाहिँ ज्ञानी भएर यहाँ एकदम डिसिप्लिनमा बसेर हामीहरू चाहिँ भर्खर जाँदैछौँ त्यही भएर मामा पनि पारिपट्टि छिरिसक्नु भएको अवस्था छ अब मामा पनि यहाँ सबजना हात्रो खुल्यो एकछिन बस्नु यो लाइन कम हुन दिनु यार यस्तो ए हामी त जाम भयो लाइनै बसेर ल खुल्न लाए साथीहरू खुल्न लाए ला 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 मलाई डर लाग्छ यस्तो लाग्यो डुब्दैन हो मान्छे चाहिँ अरे नि भाजी कहाँ गयो रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का आराम से लेने का हाँ चुप हो जाओ फाइनली बला हामी चाहिँ आयो हाम्रो आन्टीहरू बला हामी चाहिँ बाँचेर आइपुग्यौँ यति हिँड्नु पनि कति नै आमा कस्तो फिल भयो हजुरलाई एकदम बाबा कस्तो फिल भयो आमा यस्तो पुरा यार अहिलेसम्म हजुरआमा डोराउँदै ल्याएको नेक काम गरेको हो ओ ल बल्ल ए साथीहरू अहिले पनि खुट्टा हल्लिरहेको जस्तो भइरहेको मलाई चाहिँ होइन यो मान्छे बाग्नुको पुलमा जानुपर्ने म त सक्दिनँ है म सक्दिनँ गाइजहरू अरू हाम्रो टोलीहरू चाहिँ वहाँ पुगिसक्नु भयो हेर्दा ल हामी चाहिँ हाम्रो ठाउँमा आइपुग्यौँ बल्ल ल यो भान्जी त हैन यहाँ यो उहाँ सानो उता ठिकै त्यहाँ के भयो यहाँ ठिक यो सामान हटाम भरिया बनाइदिन्छु यार मलाई हाय बल्ल अझै मान्छेहरू सके छैन दिदी यहाँनिर बसौँ न त्यहाँ गएछु ल छिटो ओछाउनु न यहाँनिर बसौँ के त्यहाँ त पुरै बसौँ यस्तो सफा खायो ल भिडियो बनाऊँ ल तिम्रोबाट पनि बनाऊ यो हटाउँ ल मलाई पठाइदियो अम्मा गर्रानी भान्जी को त नि भ्लग बनाऊ हामी चाहिँ अब यहाँ कहाँ बस्ने भनेर यहाँ पुरै पुरै कहाँ बस्ने भने दोधारमा कोहीले यता बसौँ भन्छन् कोहीले उता बसौँ भन्छ हेर्नु साथीहरू अब के गर्ने यहाँ ट्रमै मिलेको छैन ल बुझ भएछ हो मेरो त ल यसो झटाएर गर्नुपर्छ हैन यहाँ पङ वाओ वेरी डेंजरस मामा माइजूको चाहिँ खत्रै है ल
एक वक्त हमारा वालामा यो हाल्नु पर्छ रे है गाइस रट्टीको लागि पनि टिकटको लागि पनि मरना तेरे को डर नहीं लगता? घाम आउँछ के त्यहाँ घाम आउँछ कि त्यो यो रुख कटेपछि त उता टायर हुनुभयो अब यहाँ कुरा ट्रम मिलेन अब के गर्नु यस्तै हो अलिअलि के अरे मिलाम है अलिअलि कम्प्रोमाइज गरौँ है साथीहरू यो गोबरले के गर्छ र भने म चाहिँ थाकेँ अहिले एकछिन जाने अहिले पछि जाने आमा अहिले झन् कति मान्छे हेर्नु नि कति धेरै आइरहेछ त मान्छे भन्ने कुरा ल सकिँदैन हो सकिँदैन के भिडियो त्यसको लिचीले कहाँ गयो यार भाँडाहरू निकालेर राखौँ न भाँडा उता पछाडि सबैले खोल्नु न अब हाम्रो केकको हालत होइन 2 घण्टादेखि कुदा केकको हालत चाहिँ हेर्नु नि के भयो ह्याप्पी न्यू इयर लेखेको रे ह्याप्पी चाहिँ ल यहाँ चाहिँ अब डेकोरेसन कार्यक्रम हुँदैछ साथीहरू होइन एउटा चलिरहेको छ अब गाइज काको होलमा होइन कि यस्तो यो के अरे पुरा यो खानु भएन हेर्ने हेर्ने तुक्ने चित्त बुझाउने हामी हेरेको हेरे अरू खानु हुनेले चाहिँ यता त्यसरी नभ्याउँ होला यो सबै केमा हाल्ने हो काटेर सबै रेडी ब्ल्याक पनि दिनु ल यहाँ चाहिँ काटकुट कार्यक्रम चलिरहेछ गाइजहरू अब काटिसकेपछि भेटौँला है हाम्रो चाहिँ डेकोरेसन सबै साथीहरू सबैजना यहाँको यहाँ दिमाग ऊ भइसक्यो आउट भइसक्यो यहाँ सबैलाई खाना हतार भइसक्यो साथीहरू हेर्नु मलाई फोटो खिच्न दिनु राम्रोसँग के गर्नु के गर्ने अब सबैजना आउनु के हो र यतिजना मात्र हुन्छ ल एउटा यति अब चटकै बढी हुने यार अब एउटा अंगुर लिने हो कि हातमा पर्दैन भयो सर्नको देखाइदियो चटकै बढी के झलाएर आउँछ हाल्दिनु केक दिनै ल माछा दिन्छु केक गरे यसलाई केक पछाडी के भने यता चाहिँ आमा के काटेर त्यो भुदिनलाई के होला भनेको कोठरीमा हालिदिने के हाम्रो पहिला अरूलाई ठाउँ नि पनि मात्र पऱ्यो है कहाँ त्यहाँ होइन रे के सानोमा केमा यसलाई त यति झगड आन्टी कसरी झेल्नु भयो तपाईँले भन्नु त मलाई यति
मेरो सेरोलाई त जुठो चाहिँ जाला इरिटेट लाग्छ यार मलाई नि म बिहान त्यही भएर आउँदिन भने दिदी होइन कति चाहिँ मान्छेहरू अझै सकेको छैन यार स्कुलबाट त अझै सकेको छैन हो सकेको छैन कति आउनु यता चाहिँ साह्रो चकचके के यता चाहिँ साह्रो चकचके मुंह से सुपारी निकाल के बात कर रहे बाबा पछाडी यार यहाँ चाहिँ उ यहाँ अझै होला मेरो बुढालाई तपाईँ बसिराख्ने कि उठ्ने म हाल्छु के तपाईँ बेनालाई फोन लाग्नु भएको रे ह्याप्पी न्यू इयर त्यही त थाल लाइनले एकजना भुजा हालौँ न अब चाहिँ खाना लगाएको साथीहरू अब यहाँ कसरी भिडियो गर्नु खै ह्याप्पी न्यू इयर खाएपछि भेटौँला यस्तो प्राइभेसी हल्ला गरौँ त यहाँ जस्टिस चाहियो गाइज खाएको बेला नि सुख छैन यार भने आ बेला सुख भएन रे नराख्ने उताउ फाइदा भइछ यार मेरो बोली त आयो एक तिर से दो निशान हो गया यार आयो ल ल खाइसकेपछि भेटौँला ल साथीहरू साउन्ड चेक हुँदैछ है गाइजहरु डीजे 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 हाम्रो यता को सिङ्गर होला छिटो भन्नु हजुर सिङ्गर ज्वाइ 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 हैन भेना भेना सिङ्गर क्यामेराम्यान चेक चेक क्यामेराम्यान चेक चेक मम्मी क्यामेराम्यानमा लरडी ड्याडी पनि ड्याडी सेरो डाटेर कति भन्नु तिमीलाई सम्झँदिन भागेर कता जो तिम्रो यादले कोही सार्दैन के गरौँ छाडेर टाढेर कति मलाई कहिले नबिर्सिनु म पनि मार्दिन माया सधैँ तिमीलाई सम्झिरहन्छु यस्तै छु म यस्तै छु के गरौँ सकेको छैन कहिले तिमीलाई भेट्छु थाहा छैन के चाहन्छौ मान्छौ कि मान्दैनौ बुझाइदिन्छ नजरले तिमीलाई लाग्छ कि भन्न खोज्दै थियौ मलाई खोज्दै तिमीलाई भन्दैनौ ल है साथीहरू हामी चाहिँ अब निस्किन लागेको यहाँबाट है साथीहरू हामी चाहिँ यहाँबाट निस्किन लागेको हो अब सबैजना भागिसक्नु भयो हाम्रो ग्याङको चाहिँ अब 3-4 जना मात्र हुनुहुन्छ यहाँ अगाडि
ढिलो भयो रे राति हुन लाग्यो भनेर मान्छेहरू भागिहाल्यो के गर्नु गाह्रो गाह्रो निस्कियौँ साथीहरू अब म चाहिँ घर पुगेर भेट्छु घर पुगेर भेट्छु म कति हो कि मान्छे पनि हो हजुर साथीहरू हामी चाहिँ भर्खर घर आइपुग्यौँ अब हाम्रो न्यु इयर चाहिँ यस्तै भयो हजुरहरूको कस्तो भयो रमाइलो भयो होला हाम्रो पनि रमाइलो भयो अब जति सक्दो मैले कोसिस गरेको छु भिडियोमा इन्क्लुड गर्नको लागि अब हेरेर मेरो भ्लग इन्जोय गरिदिनु होला वन्स अगेन ह्याप्पी न्यु इयर टु अल बाई बाई गाइज गुड नाइट सी यु एट नेक्स्ट भ्लग